Hello everyone and welcome back to my second channel and the first reaction video र आज चाहिँ हामी रियाक्ट गर्न गइरहेको छौँ इलेक्सन मिम्स बाइ प्रभात बस्नेत सो लेट्स गो है त डिस्क्लेमर तपाईले आफ्नो दाँतको त सुधार गर्न सक्नु भएको छैन अनि म चाहिँ स्वास्थ्यको सुधार बाइ द वे यो उठेछ र गाइस भएपछि कि अब भोलि यस्तै गरेर त भएन त दाँत क्याप हेर्नुहोस् अघि बाँड्दै आउनु भएको थियो त्यही भएर अब घाँस काट्न पनि हुन्छ घाम पनि झेल्ने भयो त्यही लाइयो लाइयो अझै टी सर्टहरू दियो भने झन् राम्रो म जस्ता भोलिन्टियर जन्मिनु पर्यो एमालेका पनि पार्टी भन्दा पनि मेरो घाँस काट्ने साथी घाम छेल्ने साथी घाटा त लगाएको छैन हेर्नु हाम्रै पैसा हो यो बिल्ला घन्टीको लाउने टोपी एमालेको लाउने अझ काङ्ग्रेसले टी सर्टहरू दियो भने त्यो पनि लगाइदिने सबैको मन राखिदिने अब अहिले नेताले दिएको यही रहेछ अरू हामीलाई केही दिँदैन सुविधा दिँदैन अरू सुविधा दिँदैन पनि किन छोड्ने बात त सही सो जेनरली भन्दाखेरि चाहिँ होइन नेपाली भएपछि गर्छ यो भरे मेरो ठ्याक्कै त्यो आयो कि मिम आएको थियो नि त पहिला पहिला अनि त्यहाँ चाहिँ नेपाली भएपछि गर्छ यो त्यस्तै हो कि नेपाली भएपछि गर्छ सो दिस इज एक्ज्याक्टली द्याट ओन्ली सुन्न तेरो भोडाले कहाँबाट हो अंकल तपाईँ कुन पार्टीको म भाइन पे आ जाऊंगा मैं इनकी अङ्कल होइन म पनि स्टुडेन्ट हो कलेजको यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है सबका सब निलो जिस्काउनलाई राखे जस्तो कसलाई जिस्काउनु भएको त्यस्तै हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ मेसिन पनि छ म्यान पावर पनि छ खानी पनि छ तर बन्द अब चल्नु पर्यो नेपाली काङ्ग्रेसको वाइवे फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो दिस वाज कोल्ड है गाइस कोल्ड भेरी कोल्ड मोबाइल छ आउनुभयो हाम्रो चटपटे दादा जेरी दादा के चाहिँ गरेको छैन उहाँले भनौँ न त बेसी जानु वाह के छ त मन्त्रीजी तपाईँको धारणा के होइन यति बेरसम्म यो 3-4 वर्षदेखि कहाँ कहाँ गरियो रेल कहाँ आयो पानी जात कति आयो नेपाली कांग्रेस के भन्छ रवि दाइलाई ले भन्छ भोट केमा त्यसो भए भोट घन्टीमा जाने छ है बोल्नु म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ खत्तम जी नराम्रो भएन भनेर अरू नेताले भन्छन् आशिकाले भन्नु गाइस त्यो एउटा क्लासमा हुन्छ नि प्रेजेन्टेसन बिग्रिने बित्तिकै पछाडिबाट त्यो ग्रुप लिडरले जसरी त्यो कभर गर्छ नि त्यसरी नै यहाँ चाहिँ आशिका दिदीले बिगार्नु भएन अनि पछाडि चाहिँ रवि दाइले चाहिँ कभर गरिदिरहेको क्या आशिका दिदीले भनेकोलाई त्यस्तै त्यो कलेज टाइम याद आयो कि ठ्याक्कै भन्नुहुन्छ कि भाउजू गरे तपाईहरुको हामी साथै भाउजू हैन के घरको देवरको भाउजू हो कि चुनाव भन्दा अगाडि यहाँ लाल पूजा दिनु पर्यो पानीको व्यवस्था गर्नु पर्यो बाटो जस्तो ढुलो बल्ल भोट दिन्छ न त जहाँ ठेलिन्छ केही हुँदैन ए यस गाइज यो मेमेरा बोला याद आयो अघि पनि भन्नु त्यो एउटा बुढी आन्दोलन भएको थियो नि पुरानो नेताहरूलाई जिताएपछि देश त्यो गर्छन् भनेको थियो नि त पहिला पहिला त्यसमा तर टिल नाउ त्यो सबै भएको छैन सो भोट फर द राइट जसले राम्रो गर्छ जसलाई असुविधा लाग्छ त्यो चाहिँ गरौँ र लेट्स ब्रिङ न्यू गभर्मेन्ट एन्ड न्यू फेसेस होइन द्याट्स अल रुख चाहिँ ढल्नु पर्यो
गगन थापा in the house. घन्टी नै होला नि मलाई किन हो भाइ थाहा अनि हातमा सूर्य छ भाइ भोट त माटोमा होला नि माटोमा हाल्नु भन्दा तपाईँहरू केपी ओलीलाई हाल्छु अर्को धेरै घमण्डी छ म मरेपछि म उही खोला जाँदा नि खोलाबाट पनि तैँले भोट दियो भने पनि म सूर्यलाई नि दिन्छु यी घन्टी सन्टी भन्ने उफ्रिन्छ पुरानो चाहिँ पुरानो हुन्छ ओल्ड रवि लामी छाने मन पर्दैन बालेन मन पर्दैन भोट चाहिँ केमा हाल्ने घन्टीमा काङ्ग्रेस त मेरो लागि त कुकुर यो आगोबाट के होला अहिले चाहिँ हाम्रो 9 जनाको भोट घन्टीमै हाल्यो बालेलाई नदिने बाली भनेको माछा बाली कोरमा आचार चुत्रा राखेको एउटा कुरा चाहिँ सन्च है गाइज नाम थाहा नभए पनि सबैलाई चाहिँ होइन अहिले सानो बच्चाहरू भए पनि 5-6 वर्षको 9-10 वर्षको बच्चाहरूले पनि घन्टी भन्ने घन्टीमै हाल्ने भनेर भनिरहेको छन् ओभरअल यहाँनिर नाम थाहा छैन नामले थाहा छैन उहाँलाई थाहा पनि छैन कुन पार्टीको हो के कस्तो हो तर उहाँलाई भोट चाहिँ जसरी घन्टीमै हाल्नु छ कि नथाहा भए पनि तर हाल्नु चाहिँ छ कि उहाँलाई 9 जना फ्यामिली मेम्बर्स सबैले एउटैमा हाल्नुपर्छ भनेर भन्नु भएको छ अहिले भोट चाहिँ केमा दिने त्यही त घन्टीमा हाल्नु घन्टीको पाला आउँछ नि त आम्बो पुलिसहरू चाहिँ भन्नु चाहिँ अहिले सबै नै को आयो घन्टी बजाउँदै गगन थापा यहाँ चुनाव लड्न किन आउनु भयो होला मधेसलाई लुट्नलाई हजुर ल कुन पार्टी यो हलो पार्टी ए हलो जित्छ ल ढुक्क हुन्छ ल अनि चाहिने हलो हो नि दिँदैन त घरतिर गएर गाउँमा गएर हलो जोत्न दुईटा गरौँ त्यसै भए हलो नभएर ओहो आम्बो अझै त्यो पनि होइन त्यो अझै त्यो पनि कफी दाइ भोट केमा 8 सूर्य 7 साप नेपाली कांग्रेस जिन्दाबाद भोट केमा घन्टीमा जय माटो ए के हो सबैलाई भोट गरिदिने क्या केपीलाई के भन्न चाहनुहुन्छ केपी त मेरो अग्नि रेल हो मेरो गु हो केपी घन्टीले जित्यो भने ठिक छ नजितेपछि अन्टीले पनि दिएन भने आफ्नै बजै यो चोटि तपाईँले भोट कहाँ हाल्ने भन्नु भएको छ रासपामा चिन्ह के हो चिन्ह तारा राष्ट्रपाको चिन्ह तारा घन्टी हिजो कांग्रेस आज घन्टी भोलि एमाले पर्सि राप्रपा अनि पर्सि झर पर्सि गाई म त कहाँ एक्जामको टेस्ट फेरि नै भोट भनेर गोप्य मतदान हो घन्टीमा देखाएर भोट हाल्नुपर्छ गोप्य हो रे गोप्यसँग नाम पनि भनिदिइसके है त यो चाहिँ के पनि गोप्य भयो त्यो हुन्छ नि खाना बनाउनु के अरे खाना बनाउनु जे नभएर होइन त्यही बनाउनु यो त्यस्तो जे कुरा गोप्य राख्नु नि त्यही कुरा भनिदियो गोप्य राख्यो नि तर भन्दिनँ हाम्रो कर्मै यस्तो रहेछ हाम्रो कर्मै यस्तो रहेछ बुझ्नु चाहिँ बुझ्नु है के भन्नु केको माहौल छ यतातिर अब सबै एमाले छन् सबै काङ्ग्रेस छन् 3 नम्बर वार्ड हो अब यो एमालेको चाहिँ गढ हो यो तर अहिलेको चाहिँ सूर्य चिन्ह छँदैछ भन्दै घन्टीमा चाहिँ ठोक्छ जस्तो झन्डा चाहिँ एमालेको ब्याज चाहिँ घन्टीको लाउनु हो नि त तपाईँले होइन घन्टीमै सम्पूर्णलाई नमस्ते म टासी लाजुम र
र म हाल कङ्ग्रेसको उम्मेदवार हुम्लाबाट टोपी गाइस टोपी भित्र पसेर मेरो दुकाली फुकाली भित्र पसेर मेरो दुकाली फुकाली भित्र पसेर मेरो दुकाली फुकाली भित्र पसेर मेरो जग्गा त्यत्रो म उठौँ उम्मेदवार हाम्रो तुमले बेचेर खाइस् अनि त्यहाँदेखि यहाँ फेरि जुत्ता फुकालेर मेरा मन्दिरभित्र पसेर ढोकेको खोइ काम हो अनि के गर्नु मैले कुरो दिन सक्छु त आएको माथि सक्दैन किन गर्छु भनेर आइस् त आमाले भन्नुभयो तिमीहरू पुराना अनुहारका नआयो नयाँ कसो गरे उठ्ने गुरुआका मन्दिरमा मासु र भात खाएर किल कुकुरको तैँले त कुकुरकै खाइस् तैँले त कुकुरकै खाइस् नमस्ते जेन्जीहरु सबले फेसबुकबाट भोट माग्दिनु पर्यो है हवस् अनि यो चाहिँ कुन पार्टीबाट हो गाइस इफ यु नो कमेन्ट है कुन पार्टी के हो भोट केमा घन्टीमा ओइ मान्छेको खडे ओपन च्यालेन्ज बच्चाहरूले गरे नि बट प्राइभेट यो बाटो किन बिग्नु भएको मैले सबैले चाहिँ सबैले मागेको बाटो क्या नबोलिकन चुप लाएर अनि तपाईँले के भने के चुप लाएर बस्नुमा तपाईँ महाकाली बेताको अन्तिम सिग्नेचर कर्ता है त्यसलाई वायात कुराहरू नगर्नुहोस् त कसरी वायात भयो यो कुरा कन्ट्रोल गर्नु पर्यो छ यहाँ चाहिँ भन्नुभएको छ हामी नयाँ बनेर आयौँ हामी नयाँ हौँ भन्नुभएको छ क्या सर तपाईँ काङ्ग्रेस नयाँ हो कि पुरानो तपाईँले मुडमा ल्याउनु भयो मलाई तपाईँलाई म एउटा उदाहरण दिन्छु काभ्रे निर्वाचन क्षेत्र नम्बर 2 मा काङ्ग्रेसको उम्मेदवार मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार काङ्ग्रेसको काभ्रेमा टिकट दिने दाजु गगन थापा मधु आचार्यको श्रीमती कमला पन्त राष्ट्रिय सभाको सदस्य अनि यो संसद चाहिँ के तिनकै जोडी बस्नलाई भ्यालेन्टाइन डेको सिट रिजर्भ गरेको हो भ्यालेन्टाइनलाई पो टारेको जस्तो अनि गगन थापाहरूलाई सोध्नुहोस् यदि सुध्रेको काङ्ग्रेस यो हो भने बिग्रेको काङ्ग्रेस कस्तो हुन्छ सोध्नु पर्यो हाल्ने कन्ट्रीमा है कन्ट्रीमा हालेर एमालेमा किन हिँड्नु छैन प्रधानमन्त्री बनेर हिँड्ने भनेर हिँड्नु भएको छ भन त म चाहिँ नि अहिले अमेरिकाको राष्ट्रपति हुन्छु भनेर पाएँ नि तपाईँले म रोक्न सक्नुहुन्छ भन्ने कुरा पत्ता पनि हावा कुरा पत्ता हुन्छ ताहा कुरा सम्बर देख्नु तपाईँ देख्नुहुन्न उहाँले एक सिट जित्नुहुन्छ जस्तो लाग्छ मलाई अनि प्रधानमन्त्री कसो अनि एक सिट ल्याएर प्रधानमन्त्री हुन्छ जितिहाल्नु भने उहाँले जित्ने होला त्यो उहाँलाई गाह्रो छ अनि एक सिट ल्याएर प्रधानमन्त्री हुन्छ कि यो मुलुकमा संविधान संशोधन गर्नुपर्छ जसले एक सिट ल्याउँछ सबभन्दा कम सिट ल्याउनलाई प्रधानमन्त्री बनाउने भन्ने नीति आएको हुन्छ लो एआई काठ मात्र होइन मेरो त वंशै उजाडिदिए के गरे यिनीहरूले मेरो बच्चालाई पनि कुनै दिन यसरी मारिदिए होइन So till here was everything होइन स्पेसली जुन त्यो लास्टमा चाहिँ यहाँ जुन प्रभातले देखाउनु भयो द्याट वाज चाहिँ गुड कज त्यो जुन हामीले जेन्जी मुभमेन्ट गरेको थियौँ अब जेन्जी मुभमेन्ट भएको थियो द्याट वाज फर रिभोल्युसन ओन्ली सो लेट्स आई नो हाम्रो यो आज भोटिङ छ आज इलेक्सन हो सो लेट अस अल गो एन्ड भोट फर अ चेन्ज होइन राम्रोको लागि भोट गरौँ राम्रो देशको लागि राम्रो भविष्यको लागि भोट गरौँ जस्ट इन केस एकचोटि भोट गर्नु अघि चाहिँ त्यो जेन्जी त्यो जुन पनि हाम्रो भर्खरै मुभमेन्ट भएको थियो किप योर सेल्फ इन द्याट प्लेस आफूलाई त्यो ठाउँमा राख्नु होला अनि सोच्नु होला अनि भोट दिनु होला र सकेसम्म राम्रो पार्टीलाई राम्रो उम्मेदवारलाई जिताएर देशलाई राम्रो हुने गरी भोट गर्नु होला र keep watching my video, like this video, subscribe my channel and share this video to everyone. SSK Log and Fun for You signing off.